बसिरहेकोलाई आज पाटन जेसिसको आयोजनामा हुन गइरहेको सेकेन्ड मेयर कप ब्रिज ड्यान्सिङ चेस टुर्नामेन्टका संयोजक जेसी श्रेय माथिज्यू, त्यसै गरी पाटन जेसिसका प्रेसिडेन्ट अक्षय भगवतीज्यू, त्यसै गरी यस टुर्नामेन्टका प्रमुख आर्बिट्रेटर हाम्रो महेश्वर डङ्गलज्यू, त्यसै गरी यस कार्यक्रममा उपस्थित भएका सम्पूर्ण खेलाडी मित्रहरूमा मेरो हार्दिक जुलुलपा नमस्कार। सर्वप्रथम म यस सेकेन्ड मेयर कपमा सहभागी हुनुभएका सम्पूर्ण उपस्थित महानुभावहरूलाई शुभकामना भेट गर्न चाहन्छु। हामीले ललितपुर महानगरपालिकाले वर्षेनी पाटन जेसिसले जुन कार्यक्रम गरिरहेको छ, अघिल्लो वर्ष पनि 108 जनाले यस प्रतियोगितामा भाग लिएका थिए र यो वर्ष करिब 180 जना खेलाडीहरूले चाहिँ भाग लिएको पाइयो र निरन्तर रूपमा ललितपुर महानगरपालिका वडा नम्बर 9 यो वर्ष त वडा नम्बर 7 र 8 ले पनि यसले पनि सहयोग गरेको छ र यसलाई चाहिँ हामीले यो खेलाडीलाई यो खेललाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनु निमित्त हामीले आगामी वर्षमा एउटा के छलफल भएको छ भन्दाखेरि यसलाई चाहिँ ललितपुर महानगरपालिकाको रातो किताब एउटा रेड बुकमा नै उल्लेख गरेर यो मेयर कप चेस टुर्नामेन्ट भनेर हैन एउटा उल्लेख गरेर नै हामी अगाडि बढ्ने कुरा छलफल भएको छ र अहिले ललितपुर महानगरपालिकामा धेरै यो मेयर कपहरू चाहिँ सञ्चालन भइरहेको छ, जसमा चाहिँ हामीले विविध खेलहरू विभिन्न विधामा भएका खेलहरूलाई चाहिँ अझ राम्रोसँग सञ्चालन होस्, ललितपुर महानगरपालिकाका खेलाडीहरूलाई प्रोत्साहन दिने र ललितपुर महानगरपालिका खेलाडीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत हामीले पुर्याउनुको निमित्त हामीले चाहिँ विविध कार्यक्रमहरू गरिरहेको अवस्था छ, जसमा चाहिँ हामीले वर्षेनी मेयर कप गर्ने क्रममा ब्याडमिन्टन भयो, टेबल टेनिस भयो, ताइक्वान्डो भयो, कराटे भयो र अघिल्लो वर्षदेखि हामीले यो चेस टुर्नामेन्ट पनि हामीले सञ्चालन गरेका हौँ र हामीले चाहिँ अब यो